ईश्वरी भुजेल मात्र होइन, श्रीमान कुमार थापा नेपाली ब्रो पनि पहिले नेपाली सेनामै कार्यरत थिए। जागिरमा प्रवेश गरेसँगै तालिमको क्रममा उनीहरूको चिन्जान र भेट भएको थियो। त्यसपछि बिस्तारै कुराकानी बाक्लिँदै गएपछि उनीहरू प्रेम सम्बन्ध गाँच्न पुगेका थिए र प्रेम सम्बन्ध भएको केही समयमै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए। उनीहरूको बिहे भएकै 19 वर्षभन्दा बढी भइसकेको थियो। उनीहरूका जेठा छोरा नै 18 वर्षका भइसकेका छन् भने सानो छोरा करिब 5 वर्षका छन्। त्यसो त उनीहरू एउटै ब्याजका सैनिक हुन्। तर पछि भने कुमारले सेनाको जागिर छाडे र रेस्लिङतिर लागे। यता श्रीमती ईश्वरीले भने सेनाको जागिरलाई निरन्तरता दिइरहेकी थिइन् र हाल उनी नेपाली सेनाको सुबेदार मेजर पदमा कार्यरत थिइन्। रेस्लिङतिर लागेपछि कुमारले यहाँ पनि राम्रै गरेका थिए। उनले रेस्लरकै रूपमा देश विदेशका विभिन्न गेमहरूमा सहभागिता जनाइसकेका थिए। विवाहको लामै समय यो परिवार खुसी र सुखी थियो। नपुग्दो यो परिवारमा केही थिएन। तर जब कुमार बुद्धि बिगारेर आफ्नो नामको फाइदा उठाउँदै बाहिर केटीहरूसँग लाग्न थाले, त्यसपछि भने यो परिवारमा विचलनको बादल मडारिन थाल्यो, जसले आखिरमा हत्यासम्मको स्थिति लिएर आयो। शुक्रबार कुमारको श्रीमतीलाई मात्रै होइन, छोरालाई पनि सिद्ध्याउने योजना थियो। तर त्यस दिन छोरा आमा ईश्वरीसँग थिएनन्। ईश्वरीका परिवारका अनुसार कुमारले श्रीमती ईश्वरीलाई मात्र होइन, जेठा छोरालाई पनि कति पनि सहँदैनथे। उनले जेठा छोरामाथि पटक पटक कुटपिट र हातपात गर्ने गरेको आफन्तहरूको भनाइ छ। शुक्रबार राति जब यो भयानक घटना घट्यो, जेठा छोरा संयोगवश आमाको साथमा थिएनन्। उनी आमाको स्कुटरमा साथै नभएका कारण मात्र आज उनको ज्यान जोगिएको हो। यदि उनी पनि आमासँगै हुन्थे भने कुमारले उनलाई समेत आक्रमण गर्ने निश्चित रहेको भन्दै परिवारले दुःख र आक्रोश व्यक्त गरिरहेका छन्। ईश्वरीले डिभोर्सको मुद्दा हालेपछि त झनै उनले परिवारलाई खर्च दिन समेत छाडेका थिए। श्रीमती मात्र होइन, छोराहरूको पढाइ खर्च समेत दिन छाडेपछि जेठा छोराले पठाउ चलाउन थालेका थिए। यो कुरा हत्यारा कुमारले केही समय अघि युट्युबरलाई भनेका थिए। ईश्वरीले डिभोर्स प्रक्रिया अगाडि बढाएपछि झन् कुमार युवतीहरू भेला पारेर युट्युबरहरू कहाँ अन्तर्वार्ता गर्न पुग्थे। उनी र ती युवतीहरूका अश्लील हरकत अहिले पनि सामाजिक सञ्जालमा हेर्न लायक छैनन्। श्रीमानको यो हरकतले ईश्वरीले धेरै झमेराहरू मात्रै बेहोरिनन्, राष्ट्र सेवक भएर आफूले पाएको इज्जत र प्रतिष्ठा श्रीमानकै कारण गुमाइसकेकी थिइन्। डिभोर्सको सङ्घारमा पुगे पनि यदि कुमार सुध्रिएको भए ईश्वरीले उनलाई पुनः अँगाल्न सक्थिन् होला। तर उनी त पुरै बिग्रिसकेका थिए र उल्टो श्रीमतीप्रति प्रतिशोध साधिरहेका थिए। त्यही प्रतिशोधको आगो उनले श्रीमतीको हत्या गरेर निभाए। घटनापछि आरोपी कुमार अहिले बालाजु प्रहरीको हिरासतमा छन्। प्रहरी वृत्त बालाजुले यस घटनाको गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाइरहेको छ भने पीडित परिवारले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। त्यसो त युवतीहरूसँगको हिमचिमकै कारण एउटा राम्रो परिवार तहस नहस बन्न पुगेको छ। ईश्वरीको मृत्युले एक श्रीमतीको मात्रै ज्यान गएको छैन, कसैकी आमा, कसैकी छोरी, चेली र देशले एक हुनहार राष्ट्र सेवक कर्मचारी गुमाउनु परेको छ। अहिले ईश्वरीका 2 छोरा बेसहारा बनेका छन्।